यो मैले पहिलोचोटि बनाएको भिडियो हो। हजुरहरूले धेरै धेरै माया गरिदिनु होला। यसलाई नराम्रो कमेन्टहरू नगरिदिनु होला। एकदम राम्रो ठाउँ छ। हजुरहरू पनि इच्छा लाग्छ भने त्यहाँ घुम्न जान सक्नुहुन्छ। आज हामी पोखराबाट कुस्माका लागि रमाइलो यात्रा गर्दैछौँ। तपाईँहरूको माया साथ सल्लाह सुझावको अपेक्षा गरिरहेका छौँ। परमिला राणाबाट अफिसियल युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरू, हामीले यो च्यानल नयाँ क्रिएट गरेको हो। यसलाई सब्सक्राइब गरी हामीसँग जोडिनुहोला। यस्तै फरक ठाउँका फरक विषयवस्तु भिडियोसहित तपाईँमा आउनेछौँ। उहाँको च्यानललाई धेरै माया गरिदिनु होला, धेरैभन्दा धेरै सेयर गरिदिनु होला। पहिलो ट्राई हो, कस्तो लाग्छ नराम्रो कमेन्ट नगरिदिनु होला। आज हामी यो कास्की 9 डाँडा लिएर पुग्नै लाग्दाको दृश्य हो तपाईँलाई देखाइरहेका छौँ। तल एकदम रमाइलो दृश्य देखिरहेको छ। यो पोखराको फेवातालको माथि शिर भनेर पनि चिनिन्छ। कास्की 9 डाँडा डुङ्गे भन्दा माथि साइड हो। यो एकदम रमाइलो रमणीय दृश्य छ। अहिले हामी एकछिनमा हिमाल पनि देख्छौँ। साथ दिनु होला है त।